म चाहिँ खास सुसाइडले मर्ने नै प्लानिङ जस्तो भइरहेको थियो कि त्यतिखेर। त्यही पनि एउटा कारण भएको थियो कि हजुरआमालाई उपचार गर्न भयो भने बाँच्नुपर्ने जस्तो भएको थियो सुरुमा चाहिँ होइन। एकदमै हरेस चाहिँ नखानु भन्ने खालको कुराहरू हुन्थ्यो अनि मैले एकदमै त्यसलाई चाहिँ ओभरकम गर्न धेरै नै ट्राई गरेँ। त्यसपछि चाहिँ त्यही बेलामा भनौँ न मेरो हजुरआमा बिरामी हुनुभयो र मामा घरमा चाहिँ एक दिन मम्मीले जाम भन्नुभयो लास्ट भेट्ने भनेर। अनि हजुरआमालाई भेट्न जाँदाखेरि चाहिँ हजुरआमाले के भन्नु भन्दाखेरि चाहिँ मलाई एकचोटि नन्दु डाक्टरलाई देखाउन मन थियो भन्नुभयो। अब देखाऊँ न त नन्दु डाक्टरलाई देखाउनु मन थियो भने के गाह्रो पर्यो। अब हजुरआमालाई देखाउनु मन छ त अनि यहाँ अब यो के अरू कुरै गर्नु परेन भनेर कसैले नलैजाने भन्थ्यो होइन मेरो मामाहरूको हजुरआमा। अनि तपाईँहरूको जति अधिकार छ मन नाति मेरो पनि अधिकार छ आऊ नआए नआऊ म हजुरआमा बोकेर हिँडेँ भनेर केही दिनु परेन कसैले के गर्नु पर्ने परेको माफीहरू चाहिँ मैले लिएर हिँडेँ मैले बुटोल हस्पिटल प्रालीमा ल्याएर हजुरआमाको उपचार गरेँ तर धेरै गर्दा पनि भएन। अनि नभइसकेपछि अन्तिममा चाहिँ हजुरआमाले के भन्नुभएको थियो भन्दाखेरि म चाहिँ खास सुसाइडले मर्ने नै प्लानिङ जस्तो भइरहेको थियो कि त्यतिखेर। त्यही पनि एउटा कारण भएको थियो कि हजुरआमालाई उपचार गर्न भयो भने बाँच्नुपर्ने जस्तो भएको थियो सुरुमा चाहिँ होइन। अनि मैले लास्टमा चाहिँ ल टक्क हजुरआमा अब सन्चो भयो तपाईँलाई टक्क हजुरआमा नाति भएर जाने गाउँमा जाने टक्क बाँदर हेर्ने टक्क लाएर बस्ने हामी अब भनेर भने। अनि हजुरआमाले हाँसेर अनि थाहा छ नाति म मर्दैछु तर मलाई दुःख छैन यति धेरै मान्छे ल्याएर आँसु झारे कि यिनीहरूको आँसुले म आनन्दले स्वर्ग पुग्छु त यस्तो राम्रो मान्छे त मर्दा दुनियाँ रोस् भनिदिनु भयो। मैले यसो सोचेँ को चाहिँ हुन्छ त म मऱ्यो भने भनेको त्यही बाआमा त्यही हजुरआमा।